मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको छ। बुधबार कैलाश 3 स्थित भवानी माध्यमिक विद्यालयमा प्रदर्शनी आयोजना गरिएको हो। गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका 8वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। वडा नम्बर 3 का कार्यवाहक अध्यक्ष राममाया प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले विद्यार्थीहरूको सिकाइ प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाइ र ज्ञान बढ्ने बताउनु भएको छ। विद्यार्थीले तयार पारेका सामग्रीहरूमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेसिन, औजार, विज्ञानका विभिन्न जानकारीमूलक सामग्रीले एक आपसमा सिकाइ र अनुभव साटासाट हुने उहाँको भनाइ छ। प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश 2 प्रथम भएको छ भने कालिका मावि कैलाश 9 द्वितीय र कमला देवी मावि कैलाश 2 तृतीय भएको छ। पुरस्कृत भएका विद्यालयले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। आधारभूत तह र माध्यमिक तह सञ्चालित विद्यालयहरूका विद्यार्थीको अन्तर्निहित क्षमता तथा प्रतिभा पहिचान र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास महाशाखा प्रमुख समीर जोशीले बताउनुभयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दिपेन्द्र अधिकारी, मूल्याङ्कनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतेवड़ा, इन्जिनियर अनिल प्रसाद जोशी, भवानी माविका प्रधानाध्यापक बालचन्द्र मल्ल ठकुरी लगायतको उपस्थित रहेको थियो।